Hello guys, welcome to my blog and this I am an of king अनि ओरिजिनल नाम चाहिँ मेरो राजेश तिमल सिन्हा अनि आज चाहिँ मेरो भान्जाको बर्थडे परेको कारणले आज ब्लग बनाएको हैन हाम्रो मामा आउँदै हुनुहुन्छ जाँदै हुनुहुन्छ अब म जाँदैछु केक पनि आइसक्यो दिदीहरु आउनु भइसक्यो आमा यहाँ हुनुहुन्छ है आमालाई चाहिँ भनेको छैन मेरो सरप्राइज चाहिँ मेरो बुढी आएको रहेछ यहाँ सरप्राइज हैन बकुली खोइ उइ 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 यता 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 ये बर्थडे बोय कहाँ गयो खोइ बर्थडे बोय सुतिरहेको क्या कता गयो खोइ बर्थडे बोय खोइ यो चाहिँ दिदी अहिले भिडियो सब प्लस गरेर हाल्नुपर्छ फाइनली के लिएर आयो माछा फिश हाम्रो मम्मी नर्थ इस्ट आएछ फिश अब मम्मीले फिश खानु हुँदैन धन्न राम्रो भयो मासु लिएर अब मम्मी पनि आउनु हुन्थ्यो कि हैन भर्खर आएको बजार हजुर आऊ फुपाको फोन आएको अब एकछिनमा काट्ने बेला फोन गर्छौ नि भेना ल भ्लग बनाइरा है मैले चाहिँ म त देखाइदिने हो बल खेलेर आउनु भयो र फाइनली गाइज अहिलेसम्म केक काटेको छैन हैन म चाहिँ यहाँ टक्क रुममा आइसकेको छु यहाँ आमाले रोटी तरकारी खाने रे मामाले खुवाउँदै हुनुहुन्छ अनि अघि चाहिँ मैले खुवाएको थियो त्यही भएर मोबाइल लिनु गएको अहिले चाहिँ म आमाले खाँदै हुनुहुन्छ केही होइन भिडियो बनाएको आमा म उसमा हाल्ने क्या फेसबुकमा गाइज म आइसकेँ अब केक काट्ने बेलामा हैन अनि त्यसपछि सञ्जय बुवालाई बोलाउनु भएको रहेछ भान्जाले अनि सञ्जय बुवाले हैन आमालाई हेर्नुपर्छ माथि रुममा अनि अब यो कुकुर पनि केलाई भुकिरह्यो ओइ चुप चुप हाम्रो यहाँ छोटे ह्याप्पी बर्थडे दादाको ह्याप्पी बर्थडे आज तिमी खाऊ अनि तिमी खाऊ न तिमी खाऊ आमा कति मन परेको तिमीलाई केक यहाँ भुइँको निकाल्दै खाँदै कि हेरेर त बर्थडे बोय यहाँ छ हो ओए बादर ला झरो उडा हेर पनि